हेलो एन्ड नमस्ते सबैजनालाई। तपाईहरु अहिले न्युजिल्यान्डमा हुनुहुन्छ र तपाईको पासपोर्टको भ्यालिडिटी जुलाई 2026 अथवा त्यो भन्दा अगाडि एक्सपायर हुँदैछ भने कन्सुलेट अफ नेपालको अकल्यान्ड न्युजिल्यान्डले मोबाइल पासपोर्ट रिन्युएबल सर्भिसको अरेन्ज गरेको छ। यो चाहिँ अकल्यान्ड, वेलिङटन र क्राइस्टचर्च तीनवटा सिटीमा हुँदैछ। सो यसको लागि रिक्वायर्ड फिजहरु पेमेन्ट गरेर यी पासपोर्टको फर्महरु सबमिट गरेर 11 जुन भन्दा अगाडि नै हजुरले सबमिट गर्नु। यसको फाइनल कल भनेर अनाउन्स गरिसकेको छ र यस पछाडी हजुरले आफ्नो पासपोर्ट न्युजिल्यान्डबाटै रिन्यू गर्न सक्नुहुन्छ। उहाँहरूले अपोइन्टमेन्ट पनि तपाईहरुलाई प्रोभाइड गर्नुहुन्छ। र यदि कसैले नेपालबाट न्युजिल्यान्डको लागि भिजा लिइसक्नु भएको छ जसको इन्टेक जुलाई छ र पासपोर्टको भ्यालिडिटी जम्मा 1.5 वर्षको मात्र छ अथवा त्यो भन्दा पनि कम छ भने तपाईहरुले नेपालबाट इमर्जेन्सी पासपोर्ट रिक्वेस्ट गरेर नयाँ पासपोर्ट लिएर पुरानो ई भिजा जुन हजुरसँग करेन्ट ई भिजा छ त्यसलाई चाहिँ भिजा लेभल चेन्ज रिक्वेस्ट इमिग्रेसन न्युजिल्यान्डको वेबसाइटको थ्रुबाट हजुरले कुनै चार्ज लाग्दैन। त्यसरी भिजा नयाँ भिजा चाहिँ नयाँ पासपोर्टमा चाहिँ भिजा लेभल चेन्ज गरेर मात्रै ट्राभल गर्नु। किनभने यो पासपोर्ट रिन्युएबल जुन न्युजिल्यान्डमा हुन्छ यो वर्षमा एकचोटी दुईचोटी मात्रै हुन्छ। सो हजुरले बार बार गर्न मिल्दैन। सो जसको भिजा 2026 को जुलाई भन्दा अगाडि जसको पासपोर्ट एक्सपायर हुँदैछ न्युजिल्यान्डमा भएकोले उहाँहरूलाई कन्ट्याक्ट गरेर रिन्यू गर्नुस्। र नेपालमा हुनुहुन्छ र त्यति समयसम्मको पासपोर्टको भ्यालिडिटी छ भने हजुरले अहिले यहीँबाट पासपोर्ट चेन्ज गरेर ट्राभल गर्नु होला।